तपाईँले बनाएको नि मलाई, तपाईँहरूको म त चिफ सर्भेन्ट हो, तपाईँहरूको म मुख्य नौकर हो भनेपछि म पो तपाईँहरूप्रति आभार व्यक्त गर्नुपर्छ। तपाईँहरू चौकीमा बस्ने नउठ्यो, म पो उठेर तपाईँलाई अभिवादन गर्नु पर्यो। अब यो अभिवादनको प्रोग्राम गऱ्यो भने हाम्रो सबै कुराहरू भ्याउँछ, हो कि अनि जो चाहिँ अर्गनाइजिङ कमिटी छ त्यसले रिसिभ गर्ने हो। अनि एकदम बसेर हामीले गऱ्यो भने तपाईँहरूको पनि इज्जत गर्ने। हेर्नुहोस् त, बुढापाकाहरू बिमारीहरू है लाइन लागेर बस्छ, त्यति बेला मलाई बडा दुःख लाग्छ। अनि तपाईँलाई भेट्नको लागि त म आइहाल्छु नि 3 दिनको लागि, म त मान्छे भेट्ने हो, जनता भेट्ने हो। अनि धरमदिन कन्स्टिट्युन्सीको जति पनि कार्यकर्तालाई म अनि पञ्चायतलाई म भेट्छु। तर तपाईँले यो नसम्झिनु होला कि मुख्यमन्त्रीले पुरा टाइम दिन्छ, कसैले त आएर एकैजनाले 1 घन्टा जस्तो खाइदिन्छ, त्यो हुँदैन। एकजनालाई 1 मिनट 2 मिनट समय दिने हो, टट 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 गऱ्यो भने सबैको। अनि तपाईँ त रेडी भएर आउनु पर्यो। मुख्यमन्त्रीले भेट्नु जान्छ, रेडी पेपरहरू सब रेडी भएर डकुमेन्ट सब रेडी गरेर ठ्याक्काइदियो, ठ्याक्कै काम।